श्री बालेन्द्रज्यूलाई विनम्र अनुरोध गर्दछु सम्बोधन गर्नका लागि। नमस्कार, किसान हालचाल निकै छ कि नै? फेरि सकालै एउटा सुविधा देख्ने दिन सुदूरपश्चिम बनेको देश बनेको त्यो सपना पूरा गर्ने हो र त्यो पूरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो। बोराजी बुझेछौ कि नै? गल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। गल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा।